साथीहरू नमस्कार। मैले आज यो भिडियो लाइक, कमेन्ट र सेयर भन्दा पनि सन्देश दिनका लागि बनाएको छु। मलाई लाग्छ सबै कुरामा सरकारकै मुख ताक्नु चाहिँ आवश्यक छैन। हामी आम नागरिकको पनि केही न केही जिम्मेवारी, केही न केही दायित्व हुनुपर्छ। त्यसैले तपाईँलाई के लाग्छ यो भिडियो हेरेर एकचोटि कमेन्ट गरिदिनु होला। तपाईँको आफ्नो विचार राखिदिनु होला साथीहरू। तपाईँले भर्खरै देख्नुभएको दृश्य सल्यान जिल्लाको श्रीनगर बजारको बाहिरतिर भएर बग्ने शारदा नदीको हो। यो नदीको पृष्ठभूमिमा एकदम सुन्दर दृश्यहरू देख्न सकिन्छ, तर नदीकै किनारमा हेर्ने हो भने थुप्रै फोहोरका डङ्गुरहरू देख्न सकिन्छ। मानिसहरूले नदीलाई नदीको रूपमा होइन कि फोहोरको डङ्गुर खन्याउने रूपमा अथवा यसलाई डम्पिङ साइटको रूपमा हेरेको देखिन्छ। खोला चाहिँ साँच्चै भन्ने हो भने एउटा जीवनदाता हो। यसले मानिसलाई, पशुपक्षीलाई, बोट बिरुवाहरूलाई जीवन दिएको छ। तर मानिसले यति कमन सेन्स राखेको छैन कि यो नदी चाहिँ हाम्रो लागि कति महत्त्वपूर्ण छ र यसलाई हामीले कसरी जोगाउनुपर्छ, कसरी सफा र प्रदूषण रहित राख्नुपर्छ भन्नेसम्मको हेक्का छैन। मानिसहरूलाई यो ज्ञान नै नभएको होइन, म कुनै बाहिरबाट आएर देखेको या ज्ञान दिन खोजेको पनि होइन। तर ज्ञान हुँदाहुँदै पनि यो नदीलाई सफा राख्नुपर्छ, नदीलाई मात्र नभएर सबै वातावरणलाई सफा राख्नुपर्छ भन्ने ज्ञान हुँदाहुँदै पनि मानिसले इग्नोर गरेको देखिन्छ। यहाँ फोहोर फाल्ने, वरपर फोहोर गर्ने, नुहाउने, कपडा धुने जस्ता एक्टिभिटिजहरूले नदीको जुन खास त्यसको विशेषता हो, त्यो विशेषता नै हराउन थालेको छ। यहाँ थुप्रै फोहोर र दुर्गन्धहरू देखिन्छ। त्यसैले यो कुरालाई समयमै हामी आफै मिलेर रोक्न आवश्यक छ र यसको लागि सरकारकै मुख ताकिरहनु पर्ने या कुनै पनि स्थानीय सरकार, सङ्घीय सरकार कसैको पनि मुख ताक्नुपर्ने आवश्यकता देखिँदैन। जबसम्म हामी आफै नै चेतनशील बन्दैनौँ या चेतनालाई प्रयोगमा ल्याउँदैनौँ, विवेकलाई प्रयोगमा ल्याउँदैनौँ, त्यतिन्जेलसम्म हामीले कसैको पनि मुख ताक्ने या कुनै पनि सरकारलाई गाली गर्ने अधिकार छैन जस्तो लाग्छ मलाई साथीहरू।